माथि आरुघाटतिर पर्छ रे भन्छ नि माता ह के थाहा पर्छ लाग्यो यहाँ नि परेको छ नि कति बुझ्यो पारिपट्टिको कल्लेरी मान्छेले बाम माछा मारे छ भन्थे हिजो यत्रो उन्क्यो भन्थे जाल हाम्रो जाल लिएर गए यत्रो माछा उन्क्यो अरे माछा ठुलो जाल सानो भन्दा त्यो कल्लेरी मगर हिमालयन गोल्डन मासिर त्यो माछा जुन साउथ एसियाको पहाडी भेगको खोलाहरूमा मात्र पाइन्छ जुन नेपालबाट अलमोस्ट लोप हुन लागिसक्यो हरेक एङ्गलरको बकेट लिस्टमा हुने यो माछा समाउन मैले पनि आफूसँग भएको थोरै ज्ञान र समयमा एउटा प्रयास गरेँ यसरी मार्दो रहेछ केटाहरूले अनि जलकपुर पुरै खोलाइसक्दो रहेछ हजुर यो चाहिँ आजको प्री डिनर टुबक एउटा घाटको लोकल माछा पानी परिरहेको छ विच इज नट गुड चैत वैशाखमा पानी नपर्नुपर्ने हो सो त्यही भएर नै राम्रो सिजन मानिन्छ फिसिङको लागि बट पानी परिरहेको छ 2-3 दिन भयो तर एकदमै एग्रेसिभली परेको छैन त्यस सिमसिम हल्का भिज्ने should be alright. Let's see. डढेलो लागेको कि लगाएको डेफिनेटली डढेलो लागिरहेको I think we have reached Dalal Ghat. So the Dalal Ghat pool zone guest house. So तन्न गेस्ट हाउसहरु देखिरहेको छु मैले सो आम सेफ मैले बुकिङ गरेको छैन केही पनि आज राति होटलमै सुत्नुपर्छ थाहा छ मलाई सो अब पुलमा जाउँ हेरौँ के छ स्थिति पानी आई क्यान सी द वाटर पानी छ Dalal Ghatमा तर एकदम पातलो हो कि आई डोन्ट नो जम्प गरेर हेरौँ पर Well,
1000 रुपियाँको रुम, एसी छैन तर यहाँ चाहिँदा पनि चाहिँदैन, टोइलेट छ एउटा, एकदमै क्लिन त छैन बट यतातिरको होटलहरू यस्तै हो, दामी होटल पनि हुँदैन यहाँ। टोइलेट छ, तातो पानी नै आउँछ भनेर चाहिँ विच इज अ ग्रेट थिङ। आएर नुहाउँछु अहिले, एकछिन फिसिङ गर्न जान्छु। दोलाल घाट, यहाँ घाट थियो होला कतै, त्यो भएर यसको नाम दोलाल घाट राख्यो होला मोस्ट प्रोबब्ली, आई डोन्ट नो। खोला छेउ जाउँ, सेटअप गरौँ अनि अँध्यारो नहुन्जेलसम्म I'm just gonna cast the side. त्यो पुलतिर हुनसक्छ क्या, हामी जस्ट गेसिङ गेम खेल्ने हो हामीले खेल्ने भनेको। गाडी पनि खानु रहेछ। This is what I'm using postma. Look at this mighty river. Oh man, feels good. इन्द्रावती खोला, यो चाहिँ आजको प्री डिनर टुबक एउटा, अनि दोलाल घाटको लोकल माछा, कति सानो सानो माछाहरू। सुनकोशी हामीले हिजो इन्द्रावतीमा खेल्यौँ एकछिन, यो चाहिँ सुनकोशी भयो। के छ बाबु, के हो तिमीहरूको नाम, के हो नाम, के हो नाम भने? माछा मार्न खोजे क्या? नक्कली हो, घोज्छ है त्यसले उसले। एउटा झिगा छैन बखरामा, ठुलो सर माछा हुन्छ यहाँ, यतातिर छैन। सर त यहाँ पाउँदैन, कहाँ पाउँछ? सर पाउँछ र नि, बामहरू चाहिँ पाउँछ। मासतिर पाउँछ कि मुनतिर? खेल्न आउँछ माथि, माथि यही बाटो गयो भने पुग्छ। बाइक जान्छ, स्कुटर? स्कुटर पनि माथिसम्म
यही खोला गयो भने पुग्छ पुग्दैन कि माथि उकालो चढेर जानुहोस् पर्दैन यहीँबाट हिँड्दै गर आइ नि हुन्छ के हाल्नु पर्दैन है साना साना सरले चाहिँ सानो माछालाई खान्छ नि त अनि यो चाहिँ सानो माछा जस्तो देखिन्छ नि त अनि खान्छ अरे के रहेछ भने माछा छैन भने त अब अरू माछाले खाँदैन सरले मात्र खान्छ नि त फेरि यो यसरी माछा यसरी पौडिन्छ क्या हेर है देख्यो माछा जस्तो देखिँदैन त डेन्जर छ त बल्छी त शिल्प्याक कुन देशको बल्छी यस्तो काठमाडौँमा पाउँछ त बामहरू ठुल्ठुलो माछा निकाल्ने बल्छी छैन होला यहाँ छ मासिर माछा पाउँछ यहाँ माछा त पाउँछ होला ठुल्ठुलो पाउने कत्ले सत्ले चाहिँ कहिले भेट्छ यतैतिर यही खोलामा यहीँ पाउँछ यो बालुवाले के फरक पार्दैन के खान्छ भने बाम माछाले बाम माछाले माछै खान्छ माछा हो मासु माछै छैन नि त दानाहरू सहर माछालाई हुन्छ नि त सहर माछा मार्न खोजेको खोइ सहर माछा त अहिले आउँदैन कहिले आउँछ भोलि पछि चाहिँ यो खोला भइसकेपछि असलाले केले खान्छ खै म त्यति थाहा छैन हौ बाहिर बसेर फिसिङ गर्थेँ म विदेशमा अनि त्यही भएर लिएर आएको ठुलो सहर माछा पर्छ कि भनेर आएको पर्दैन होला है यहाँ त अहिले त यतातिर त आउँदैन नि त्यस्तो कतिखेर आउँछ आउँदैन बर्खामा मात्र आउँछ अहिले त आउँदैन बर्खा अगाडि चाहिँ आउँछ कि जस्तो लाग्छ होइन है त्यो तलतिरै हुन्छ न त यता त्यो असला कत्लेले खायो भने मात्र यस्तो यतातिर त ऊ त्यस्तो ढाडमा लगाएर चाहिँ हान्नुपर्छ एकछिन राख के हुँदो या त असला मात्र हिँड्छ अहिले छोटामा पर्ने माछा जस्तो छोटामा पर्छ नि माछा यस्तो बल्छी बनाउनु भयो मैले यो मैले बनाएँ नि किनेर ल्यायो यो चाहिँ के गर्ने यो बल्छीलाई चाहिँ यो त्यसमा यो कुखुरा सुखुरा आन्द्रा सान्द्रा झुन्डाउने हो अनि छोड्ने हो क्या खान्छ अनि मुखमा पर्छ नि हाम्रो त यताकोतिरको बल्छी हेर्नु न हाम्रो चाहिँ कस्तो नि कालो डिजाइनको छ कि कस्तो माछा बिहान हामीले त एउटा झिका थिएँ मैले त बल्छी हाल्दाखेरि के हाल्नुहुन्छ तपाईँहरू चाँडो लाब्रे आएर हाम्रो चाहिँ बिहान बेलुका थापेर बिहान उठाउँछ कि ए मजाले थाप्नु बल्छी त तपाईँको साइज रहेछ यार छ नि सानो ठुलो माछा सबै गाउँमा यो त तपाईँले त तलतिर कि यहाँ तलतिर गयो भने अलिक माथि ढल्यो भने यस्तो माछा तपाईँको पहिला कति मान्छेले झिक्थ्यो तपाईँ झिक्छ होइन अहिले चाहिँ छैन यो चाहिँ के त यस्तो यो गडौलाको डुप्लिकेट हो कि गडौला खान्छ नि त माछाले खान्छ भनेपछि पर्दैन यता छैन पर्दैन सुनकोसीमा माछा नपरेको कहाँ मार्न जान्छ यार अब खै यता त कस्तो यता तपाईँको माझीहरू हुन्छ नि तिनीहरू थाप्दा त एउटा दुईवटा पर्छ है हामी झन् कहिले नआ खोलामा है हड्डी नहाल्दैन यसो मिल्छ विदेशमा माछा मार्छु कि म अनि आफ्नो भिडियोहरू बनाउँछु अलिअलि उता अस्ट्रेलियाबाट आयो म यहाँ नेपाल आउँदाखेरि यहाँको माछा पनि मारौँ न भन्ने चाहना हो पर्न पनि सक्छ के थाहा असम्भव छैन होइन हुन्छ होला होइन हुन्छ
करेन्ट भयो अनि यो कसर छ नि कसरहरूले गर्दा पनि यस्तो भयो क्या कस्तो कसर भने कसर भने त्यो बाल्लाहरू ए गर्छ नि अब यस्तो त्यो भएपछि तपाईँको अब यो कामले अब माछा भागिहाल्छ त्यो किलो र अन्डा राम्रो बस्नु पाउँदैन क्या अन्डा राम्रोसँग बस्नु नपाएपछि त तिनीहरूको बल चाहिँ खलास हुँदैन रहेछ क्या माछै गएपछि है अन्डै बस्नु नपाएपछि के गर्नु तिनीहरूको बस्ने जुन अन्डा बाल्लोमा हो होइन बाल्दै खतम गरेपछि के हो आज दिनभरि हानेर हेर परेको छैन परे ठिकै छ आइयो रहर मेटियो सुनकोसी घुमियो भन्ने हुन्छ होइन नेक्स्ट स्पट जहाँ नि त्यस्तै छ सबै ठाउँमा डोजर लगाइरहेको छ सबै ठाउँमा बालुवा निकालिरहेको छ त्यही भएर फिसिङ इज नट गुड भनेर भन्छन् सबैले त्यही पनि अब आफूसँग भएको टाइममा विल जस्ट ट्राई आवर बेस्ट टु डु इट योर सेल्फ एन्ड हेरौँ के हुन्छ किनभने अब आफूले नगरेसम्म थाहा हुँदैन अर्काको कुरा सुन्यो भने त अब हुँदैन र मिल्दैन भन्ने त मान्छे जति पनि भेटिन्छ है आफ्नो ट्राई चाहिँ हानौँ त्यसपछि अरू भनेर देखा जाएगा चेन्ज अफ लुर्स मैले यो हल्का लुर चेन्ज गरेँ स्पुन ट्राई गर्छु अहिलेसम्म स्पुन मैले युज गरेको छैन तर गोल्डन माछीको लागि स्पुन पनि एकदम राम्रो हो भन्ने मैले सुने अनि अलिक हेभी पनि छ सो द्याट त्यो दहतिर अलिकति डिप उता फार साइडतिर पुग्छ कि भन्ने आशले काम गर्ने कास्ट हेरौँ के हुन्छ मिठो हुँदो रहेछ ल म यहीँ हुन्छु कि अलि आएँ भनिदियो उफ उफ बुढी गण्डकी यसरी जाल हाल्दै लिएर जाने अनि जालमा कसरी अड्किन्छ त्यो के छ ए ठुल्ठुलो त हानेर जान्छ होला छ भने होइन कस्तो कस्तो टेक्निकले माछा मार्छ है किन यसरी मार्दो रहेछ केटाहरूले अनि जलकपुर पुरै खोलै छेक्दो रहेछ बुढी गण्डकी र त्रिशुली दोभानमा 1 घन्टा जति खेल्यौँ केही परेन केही भएन बट भोलि बिहान मेबी अहिले लजतिर जाँदैछ त्यसपछि भोलि बिहान हेरौँ के हुन्छ
रक फिसिङ हो क्या डे 2 अहिले हामी सब बसेर बिहान एकदम हेभी रेनफल भएको थियो बट दामी ढुङ्गामा ठोक्यो होला खाली काट There you go. Golden Masir on a spoon. Golden Masir on a 35-gram spoon. Catch and release. 2 घण्टा जति हामी यहाँ खेल्यौँ पानी आउँदाखेरि निलो थियो अहिले हेर्नु कस्तो भइसक्यो ठाउँको ठाउँ पक्कै पनि माथितिर पानी नै पर्ला होला